धानबारीभित्र झार आएर चिन्तामा हुनुहुन्छ भने अब चिन्तामा बस्न आवश्यक छैन। यत्रो ठुलो धानबारीभित्रको झार पनि नियन्त्रण गर्ने चाहिँ विषादीहरू मजाले पाउन सकिन्छ। झारनाशक विषादी प्रयोग गर्न सकिन्छ भन्ने कुरा हो। हातले रोप्ने तरिका भन्दा आज म हजुरलाई चाहिँ छरुवा धान ड्रम सिडरबाट छरेको धानको अवस्था देखाउँदैछु। यहाँ हजुरले देख्न सक्नुहुन्छ यो अहिले लगभग 1 महिनाको धानको यहाँ छरेको अवस्था भएको छ। यो अवस्थामा हेर्दै गर्दा झार अत्याधिक रूपमा आएको यहाँ देख्न सकिन्छ। झारलाई व्यवस्थापन न्यूनीकरण गर्नका लागि चाहिँ झारनाशक विषादीको पनि प्रयोग गरिएको छ। यहाँ 240 सोडियम साल्ट प्रयोग गरिएको अवस्था छ। यो गरिसकेपछि चाहिँ धान फिर्दैछ, झारहरू मर्दैछन्। लगभग धेरै मात्रामा र यहाँ रहेका झारहरू चाहिँ मरेको अवस्थामा देख्न सकिन्छ मजाले। यो भनेको लगभग हामीले चाहिँ धानको बिउ नै ल्याएर यहाँ छरेको अवस्था हो। यो छरिसकेपछि लगभग एकदम कम लागतमा धान खेती गर्दाखेरि लागत अत्याधिक रूपमा बढिरहेको छ। सो अनुसार चाहिँ लागत न्यूनीकरण गर्नका लागि ड्रम सिडर मार्फत छरिएको, त्यो गर्दा एक बिघामा एकदम कम लागतमा थोरै खर्चमा धान रोप्न सकिन्छ। धान एकदम राम्रो पनि देखिन्छ। तर झार अब मरिसकेपछि एकदम धान फिरेर आउनेछ। हजुरले यहाँ देख्न सक्नुहुन्छ धान राम्रो छ। यता पनि त्यही छ। कति यो ठुलो प्लट छ, यहाँ धान राम्रै छ। यो झार अब यो आइसकेको झारले चाहिँ अब यो 240ले धान झार सुकिरहेको छ। यहाँ मजाले देख्न सकिन्छ झार अत्याधिक रूपमा भए पनि सुकिसकेपछि ओभरअल रूपमा धान खेती राम्रो छ। त्यही भएर हामीले अहिले अब राइस ट्रान्सप्लान्टर मिसिनहरू पनि आइरहेको छ। पहिला हामीले हातले धान रोप्थ्यौँ, त्यस पछाडि अहिले मिसिनमा पुगेका छौँ। मिसिन पछाडि अहिले पहिला हामीले छरुवा धान गर्दै गर्दा छरुवा धानलाई व्यवस्थित गर्नका लागि ड्रम सिडर आयो। ड्रम सिडरलाई हामीले प्रयोग गर्दै गर्दा धान खेतीमा लागत न्यूनीकरण भइरहेको छ, जसले गर्दा धान खेतीमा एउटा समस्या झारको छ। छरुवा धान गर्दाखेरि अहिले झारनाशक विषादी आइसकिसकेपछि हामीले झारनाशक विषादीलाई सहज तरिकाले प्रयोग गर्न सक्छौँ। कसैले त्यसलाई पनि अब धान रोपिसकेपछि लगभग पानी जमाएर छर्ने गर्नुहुन्छ, कसैले थोपा झार्नुहुन्छ भने चाहिँ कसैले मलमा मिसाएर हाल्नुहुन्छ। तर हामी अहिलेको सबैभन्दा राम्रो व्यवस्थित तरिका भनेको चाहिँ स्प्रे ट्याङ्की मार्फत चाहिँ स्प्रे दिँदाखेरि राम्रो हुन्छ, जसले गर्दा धानलाई कुनै क्षति पुग्दैन भनेको अवस्थामा र हाम्रो झारलाई चाहिँ नियन्त्रण गर्न सघाउ पुग्छ। त्यही कारणले गर्दा हाम्रो लागतलाई न्यूनीकरण गर्न सकियो, धानलाई अझै राम्रो आउँछ। यो धान झार मरिसकेको धान एकदम हराफिरो भएर आउँछ। त्यही भएको कारणले हामीले धान खेतीलाई एकदम उन्नत तरिकाले व्यवस्थित तरिकाले उत्पादकत्व वृद्धि गर्ने साथसाथै लागतलाई न्यूनीकरण गर्ने हिसाबले हामीले ड्रम सिडरलाई प्रयोग गर्न सक्छौँ। अहिले सबैतिर आइरहेको अवस्था छ। अहिले उभिरहेको एरिया झापाको भद्रपुरमा ठुलो मात्रामा यो धान खेती भइरहेको छ। यो हाम्रो धानको सुपर जोन एरियाभित्र पनि पर्छ। यहाँ धेरैजनाले किसानले अहिले मिसिनले पनि धान रोपिरहनु भएको छ। साथसाथै ड्रम सिडर मार्फत छरुवा धान गर्ने किसानको सङ्ख्या पनि अत्याधिक मात्रामा वृद्धि भइरहेको अवस्थामा छ। ड्रम सिडर मार्फत दिने उत्पादन क्षमता, त्यस पछाडि लागत न्यूनीकरण लगायत समग्र विषयले गर्दा पछि धान नडल्ने समस्या पछि साथसाथले गर्दाखेरि चाहिँ सबैजना अहिले ड्रम सिडर छरुवा धानतिर गइरहनु भएको छ। अब धान रोप्दा बिउ काट्ने झन्झट हुन्छ, त्यस पछाडि ल्याएर बिउ रोपार नपाउने समस्या, कृषि श्रमिक नपाउने समस्या अत्याधिक रूपमा छ। एकदम महँगो पर्ने समस्या देखिरहेको छ। त्यो समग्र समस्या न्यूनीकरण गर्नका लागि चाहिँ हामीले ब्याड राख्नुभन्दा अगाडि ब्याड नराखिकन डाइरेक्ट बिउलाई ल्याएर छरुवा धान ड्रम सिडर मार्फत छरिएको अवस्थामा चाहिँ एकदम सहज तरिकाले सजिलो तरिकाले गर्न सकिन्छ। अब यसको क्रमिक रूपमा कुन रिजल्ट आउँछ, कस्तो नतिजा आउँछ, कस्तो उत्पादकत्व देखिन्छ, पछि यो झारबाट कस्तो नियन्त्रण गर्न सकिन्छ, समग्र रूपमा म हजुरलाई जानकारी गराउनेछु। हजुरतिर यसरी धान चाहिँ ड्रम सिडर मार्फत रोपिन्छ कि रोपिँदैन, रोपिन्छ भने अहिले कुन अवस्थामा छ त्यो पनि जानकारी दिन म अनुरोध गर्न चाहन्छु। यो भन्दै गर्दा हजुरहरूलाई अब ड्रम सिडर प्रयोग गर्दै गर्दा के कस्तो लाग्छ, अब यो धान कस्तो होला जस्तो पनि लाग्छ। अब समग्रमा हेर्दा यो झारनाशक विषादी प्रयोग गर्न केही ढिलो भएको चाहिँ पक्कै भएको छ। यहाँ अब ढिलो चाहिँ भएको तर पनि झार नियन्त्रण भइरहेको अवस्थामा छ। यति लामो भएको यत्रो ठुलो झारको पनि धान खेतको नियन्त्रण भइरहेको छ।